सैलुन आएको आज चाहिँ माथि आएको छु। हिमाल त यस्तो तल छ कि योभन्दा तल छ भने हिमाल माथि यो सैलुन यति राम्रो छ है। घुम्न आउनु होला सबैजना। धेरै राम्रो छ, एकदम गाह्रो छ उकालो आउन त, तर गाह्रो भए पनि सबै बिर्साइदिने छ। हामी 5 बजे हामी कालापानी रिसोर्टबाट हामी हिँडेर आएका छौँ। चिसो हावा आएको छ। साथीहरू हुनुहुन्छ, टिकटक बनाइरहनु भएको छ है। हिमाल तल तल छ, हामी हिमालभन्दा माथि छौँ। यहाँ स्तूपहरू राम्रो राम्रो छ। मलाई त त्यस्तो केही पनि आएन। यहाँ साथीहरूले ल्याउनु भएको छ पानी। आशा दाइ हजुरले पनि ल्याउनु भएको? मलाई त त्यस्तो थाहै भएन है, कसरी के हो यो। बौद्ध धर्म मान्नेहरूले होला ल्याउने है त। बनाइरहनु भएको छ यहाँ। हामीले नि युट्युबमा देखेर नि हो केही होइन यस्तो। है यस्तो जति पनि रहेछ कि यहाँ माथि स्तूपहरू। वहाँ छ, धेरै छ। वहाँ पर पनि छ, माथि पनि छ। त्यहाँ पनि रहेछ है। अनि त्यहाँ पनि छ। अनि पारी डाँडामा पनि छ है। त्यहाँ चाहिँ हामी अहिले जान्छौँ। त्यतिखेर ठ्याक्क घाम अँध्यारो भयो, घाम झुल्किरहेको छ है। साथीहरू गुसु लाग्न लागिसक्यो तल। खिचिरहेको छु। यहाँबाट बाँधेर उँधो लैजाऊ भने यहाँबाट बाँधेर उँधो लाने फर्किने लामो छ यो त पनि भनेको दिदी बाँध्छ। के अरे आशा दाइलाई बेरियो। जान दिदी तपाईँ अलिकति कुनामा आउनु न। जान त्यतैबाट सिधै जानु, सिधै भयो जानु। आशा दाइ यता आउनु, यता जान्छु त बाँड्नुहोस्। के खायौ? कति मोटो हो? के खायो? दिदीले खाने कुरा दिने हेरिरहेको छ। के ल्याइएन त नि? स्वर्ग जस्तो सैलुन भन्ने यही हो।
वा टिकटक बनाइरह